परदेशलाइफ.com हेरेर बस्नुहुने आदरणीय सबैमा म खेम कार्कीको। आज हामी दक्षिण कोरियामा रहेर एकजना व्यक्तित्व जसले विभिन्न सङ्घ संस्थामा र सामाजिक क्षेत्रमा काम गर्नुभएको छ त्यो व्यक्तिसँग केही कुराकानी गर्न लागिरहेका छौँ। दक्षिण कोरियामा बसेर नेपाली पत्रकारिता क्षेत्रमा धेरै समय खर्चिनुभएका र सामाजिक सेवामा खर्च गर्नुभएका निर्मल थपलियासँग आजको हामी केही अन्तरङ्ग कुराकानी गर्न लागिरहेका छौँ। स्वागत छ। कोरियाबाट यो कोरियाको बसाइ सकिएर नेपाल फर्कँदै हुनुहुन्छ, कस्तो लागिरहेछ? एकतिर अब कोरियाको 5 वर्षको लगभग 4 वर्ष 10 महिनाको पिरियड सकेर नेपाल जाँदैछु र त्यहाँ घर परिवार गाउँ समाज सबैसँग भेटघाट गर्ने फेरि नयाँ त्यहाँको जिन्दगी सुरु गर्ने हुनाले अलिकति खुसियाली पनि छु भने अर्कोतर्फ चाहिँ कोरियामा यसरी चाहिँ 4 वर्ष 10 महिनासम्म लगातार रूपमा चाहिँ कमाइ गर्ने, लगातार कमाइ आम्दानी हातमा परिरह्यो। अब फेरि पनि नेपालको जिन्दगी बेरोजगारी जिन्दगी हुनुपर्ने हो। फेरि पनि भोलिदेखि चाहिँ रोजगारीको खोजी गर्दै गर्दै फेरि अर्को देश कुनै देश अर्थात् कोरिया नै अर्थात् कतै जानुपर्ने हो कि यो फेरि पनि त्यो दुःखको छेँडो लाउने हो कि भनेर अलिकति दुःख त्यो खालको चाहिँ कौतूहलता अर्थात् त्यस्तो दुःख र सुखको मिश्रित अवस्थामा चाहिँ अहिले दक्षिण कोरिया छोडेर नेपाल जाने प्रयत्नमा लागेको अवस्था। नेपालमा पुगेपछि के गर्ने भन्ने सोच अहिलेसम्म भइसकेको छ कि छैन? मैले त्यसलाई अहिले प्राथमिकतामा त्यसरी राख्न सकिरहेको स्थिति छैन। यो सबै कुरा चाहिँ आफ्नो व्यक्तिगत पारिवारिक कारण सामाजिक कारण सबै कुरामा भर पर्दो रहेछ। त्यसरी पहिलादेखि नै आफ्नो व्यावसायिक रूपमा जोइन हुने भनेर त्यस्तो खालको सोच नबनाए पनि मसँग धेरै अप्सनहरू धेरै क्षेत्रमा अध्ययन गरेका त्यस्ता खालका अनुभवहरू चाहिँ छन्। तर ठ्याक्कै गएर जाने बित्तिकै यही क्षेत्र चाहिँ मेरो हुन्छ भन्ने खालको त्यस्तो खालको चाहिँ त्यो अहिले भइरहेको स्थिति छैन। नभए पनि पहिला मैले चाहिँ आफ्नो घर परिवार समाज त्यो सबैसँग फेरि पनि त्यो बिछोडिएर चाहिँ 3-4 वर्ष 5 वर्षसम्म अलि टाढा रहेको त्यो सबै कुराहरूलाई सम्हालिसकेपछि अनि सबैको घर परिवार सबैसँग मिल्ने गरी सुहाउँदो गरी समाजको साथीभाइहरूको चाहिँ सुझाव सल्लाह अनुसार के गर्ने भन्ने विषयमा उहीँ गएर गर्ने विचार गर्नेछु। सुरुमा तपाईँ कोरिया भित्रिँदाखेरि तपाईँको मनभित्र कस्तो सोचहरू थियो? अहिले सम्झिन सक्नुहुन्छ त्यो 4 वर्ष 10 महिना अघिको दिनलाई? मैले निश्चय नै त्यो कुराहरूलाई चाहिँ अलिक गम्भीर रूपमै हेर्ने गरेको छु। यहाँभन्दा अगाडि सायद म कोरिया आएको थिइनँ भने म सायद अलिक धेरै नै दुःखद अवस्थामा नि हुन्थेँ होला। घर परिवार सेटल गर्न नसक्ने, आफू पनि खाना लाउन नै धौधौ हुने त्यो अवस्था थियो मेरो। परिवार पाल्न पनि कसरी के गर्ने, रोजगारी के गर्ने, एकदम पीडित अवस्थामा रोजगारी गर्नलाई कहिले सहरतिर कहिले गाउँतिर कहिले खेती गर्दा हुन्छ कि कहिले कसैसँग के गर्दा हुन्छ कि त्यो भुक्तारिरहेको एकदम अवस्था थियो त्यो बेला। र त्यो अवस्थाले गर्दाखेरि मलाई कतै न कतै लग लागेको हो कोरिया। त्यसले गर्दा मैले कोरिया आएपछि धेरै गर्न सकेँ भन्ने चाहिँ मलाई अहिले लागिरहेको छ। र यसरी यो धेरै जे गरेँ मैले आफ्नो घर परिवार सेटल गरेँ, आफ्नो ऋणहरू थियो होला त्यो तिरेँ र अब गएर अब केही अलिकति आफूलाई अलिक राहत महसुस गरिरहेँ। त्यतिखेर छिर्दाखेरि के सपनाहरू थियो भन्ने याद गर्न सक्नुहुन्छ? कोरिया छिर्दाखेरि उत्साह कस्तो थियो त्यतिखेर? कोरिया छिर्दा निश्चय नै म एउटा रोजगारी बनेँ। अब लामो समयदेखि लगभग मैले चाहिँ काठमाडौँको त्यो भिडभाडमा लगभग 2 दशकभन्दा बढी चाहिँ काठमाडौँमै बिताएको हुनाले गर्दाखेरि सधैँ बेरोजगार, सधैँ समस्या, सधैँ अभाव, सधैँ पीडा, नेपालको पनि अन्य क्षेत्रहरूमा जाँदाखेरि पनि सधैँ त्यो खालको जता गए पनि दुःख आपद विपद गरिबहरूको बिजोग हामीहरू पनि त्यही एकदमै निम्न आर्थिक वर्गका गरिबहरू भएका हुनाले गर्दाखेरि त्यो पीडामा हामीहरू थियौँ। र कोरिया जान पाउने भएपछि म रोजगारी बनेँ। अब मेरो पकेटमा पैसा हुने भयो, मैले सोचे जस्तो अलिकति केही जीवन स्तर उकासिने भयो भनेर उत्साहित थिएँ, खुसी थिएँ म। त्यतिखेर आएपछि अब कोरिया भित्रिसकेपछि कोरियामा बसेपछि ती सपनाहरू पुरा भए? निश्चय नै केही सपनाहरू मेरो त्यो सबै यहाँभन्दा बढी सपना त मेरो थिएन। जति पुरा गरेँ त्यो मैले सोचेको सपनाभन्दा धेरै पुरा गरेँ। मैले कोरिया आए पछाडि पहिला त कोरियामा असाध्यै काम दुःख हुन्छ, कष्ट हुन्छ, आपद विपद हुन्छ, सबै कुराहरू मैले बुझेर नै अब कोरिया आएको हो। आउँदाखेरि कोरियामा मैले यति समयसम्म टिकेर काम गर्छु भन्ने मलाई लागेको थिएन। र केही समय काम गर्छु, हुनसक्छ 1 वर्ष 2 वर्ष 3 वर्ष गर्छु त्यो खालकोले आएको। र त्यसो गरी आउँदा अहिले कोरियाको कार्य अवधि नै सकियो। त्यति समयसम्ममा हुन त कोरियाका अरू साथीहरूको कमाइलाई तुलना गर्ने हो भने त मैले उनीहरूको भन्दा आधा 50% पनि कमाउन सकिनँ कमाइलाई हेर्ने हो भने। त त्यो नहुँदा पनि तर जुन अवस्थामा म थिएँ त्योभन्दा चाहिँ मैले धेरै नै कमाएको। कमाइमा पैसा आर्थिक कुरा एउटा आउला, सामाजिक क्षेत्रमा पनि धेरै गर्नु भएको छ। तपाईँले अहिले सामाजिक क्षेत्रमा गर्नुभएको कामलाई सम्झिनै पर्छ भनेर मैले भन्दाखेरि कुन कुरा सम्झिन सक्नुहुन्छ?
सामाजिक काम मैले यो पहिलादेखि नै सानैदेखि नै सामाजिक क्षेत्रमा केही देख्ने बित्तिकै सामाजिक रूपमा गर्नै पर्छ भन्ने खालको मानसिकता चाहिँ बच्चैदेखि आएको हो। मलाई सानो बच्चामै याद छ कि गाउँमा सार्वजनिक धारा फोहोर देख्यो भने गाउँका कसैले पनि सफा गर्दैन थिए, म एक्लैले सफा गर्ने गरेको त्यो स्मरण मलाई सानैदेखि नै छ। र गाउँ गाउँमा त्यो धारामा चाहिँ सार्वजनिक रूपमा चाहिँ सफा गरौँ, यसो गरौँ उसो गरौँ भनेर मैले भित्ते लेखनहरू गर्ने गरेको त्यो पनि याद आउँछ। त्यसैले गर्दा यहाँ कोरिया छिर्ने बित्तिकै पनि मलाई त्यो क्षेत्रमा काम गर्ने उत्साह जाग्यो, मौका मिल्यो। यो पहिला त म 1 वर्ष जति त दक्षिण कोरियाको असाध्यै विकट ठाउँमा 1 वर्ष बिताएँ मैले, जहाँ एउटा नेपाली पनि नदेखिकन, कसैले पनि हेर्नै नपाइकन, त्यस्तो सहर बजार पनि नदेखिकन, जङ्गलको माझमा लासै लास कुरिएको चाहिँ चिहानहरूको बिचमा त्यस्तो ठाउँमा विकटमा बिताएँ। त्यसपछि म जुन किमी आउनलाई मैले मेरो मित्र बन्धु हरि थपलियालको सहयोगमा चाहिँ म किमी आइपुगेँ। त्यसपछि यहाँ साथीभाइ पनि मिल्यो, वातावरण पनि मिल्यो, सबै सहयोग पनि मिल्यो धेरै साथीहरूको। त्यसपछि यहाँ सेवा गर्न थालेपछि मैले विभिन्न क्षेत्रमा कोरियामा आइपरेका आपद विपद, किमे माइग्रेन्ट हाउस लगायत अन्य सङ्घ संस्था, एनआरएन, एनसिसी लगायत पत्रकार महासङ्घ साथीहरूले गर्नुभएका कामहरूमा, सामाजिक कामहरूमा सहयोग गर्ने मौका मिल्यो भने मैले आफैले चाहिँ धादिङ जिल्लाको चाहिँ ब्रुसबाङ भन्ने ठाउँमा धादिङ समाजले लाई चाहिँ साथीहरू, धादिङ समाजका साथीहरूसँग मिलेर चाहिँ त्यहाँ चाहिँ असाध्यै चाहिँ खाद्यान्न अभाव परेका चेपाङहरूलाई गत 2 वर्ष अगाडि 69 सालमा चाहिँ दसैँ मनाउने काम भयो। त्यहाँ चाहिँ लत्ता कपडादेखि लिएर खाद्यान्न सबै वितरण भयो। त्यसपछि जति उठ्यो पैसा त्यो बेलामा नेपाली रकम हामीले धादिङ समाजले उठाएको पैसा कति उठ्यो त धादिङ समाजसँगै रेकर्ड होला, तर मैले त्यहाँ गएर हामीले चाहिँ लगभग 1,08,000 बराबरको सामानहरू त्यहाँ वितरण गरेर आएका थियौँ। र यो किमे क्षेत्रबाट पनि हामीले त्यही प्रयोजनको लागि लगभग 1.5 लाख रुपियाँ जति हामीले उठाएका थियौँ। त्यो रकम फेरि त्यो खाद्यान्नमै सधैँभरि खाद्यान्न मात्र बाँडेर हुँदैन भन्ने खालको साथीहरूले धेरै सुझाव आयो। तपाईँले यो चाहिँ राम्रो गर्नु भएन, खाना मात्र बाँडिरहेर हुँदैन, उनीहरूलाई केही भविष्य पनि बन्ने खालको कार्यक्रमहरू गर्नुपर्छ भन्ने खालको धेरै साथीबाट सुझाव आउन थालेपछि मैले त्यो अब खाद्यान्न नबाँडौँ, त्यसो भने के उपलब्धिमूलक भविष्य पनि उनीहरूको बन्ने कामहरूमा लगाउँ भनेर धेरै सुझाव सल्लाह साथीहरू लिँदाखेरि कसैले के भने त्यो दुनियाँ थरीका कुराहरू त्यहाँ भए पनि मैले अन्ततः त्यहाँका बालबच्चाहरूको लागि अध्ययनको लागि शिक्षाको लागि लगानी गर्नुपर्छ भन्ने लाग्यो। र 12 जना त्यसै गाउँका विपन्न वर्गहरू छानेर त्यहीँका चाहिँ हाम्रो धादिङमा हुनुभएका नेपाल चेपाङ सङ्घका चाहिँ केन्द्रीय सदस्य जितेन्द्र पर्जा मार्फत चाहिँ मैले त्यहाँ बच्चालाई हरेक वर्ष उनीहरूलाई आवश्यक पर्ने शैक्षिक सामग्रीहरू वितरण गर्ने गरेका छु, लत्ता कपडाहरू वितरण गर्ने गरेका छु। मैले भर्खरै पनि केही महिना अगाडि दोस्रो किस्ता वितरण गरियो। अब यसरी अरू साथीहरूको सहयोग पाउँदै गऱ्यो भने मैले त्यस्ता गरिबहरूको क्षेत्रमा निरन्तर सहयोगहरू पुर्याउने चाहिँ। त्यो बाहेक अहिले पछिल्लो समयमा पनि 2-4वटा काम गरिरहनु भएको थियो, त्यसको बारेमा? अनि त्यसपछि पनि मैले अहिले फेरि पनि त्यो यता चितवन कान्दा भन्ने ठाउँको चाहिँ लक्ष्मी प्रतिष्ठानले चाहिँ पुरै चेपाङको ठुलो बस्तीलाई नै परिवर्तन गर्ने खालको एउटा उहाँहरूको फेरि आफ्नै दुःख कहानी व्यथा छ, उहाँले त्यो काम गर्न लाग्नु भएको भन्ने किसिममा पनि त्यो समाचारमा सबै आइसकेपछि मैले त्यो ठाउँमा पनि हामी एउटा घर बनाउँ भन्ने लाग्यो। साथीहरूलाई प्रस्ताव गरेँ, त्यो ठाउँमा 85वटा घर बन्दै रहेछ गरिबहरूको उत्थानको लागि, धेरै एकदम विस्तृत रूपमा काम भइरहेको देखेँ मैले। त्यहाँ गरिबको एउटा घर, व्यवस्थित घर बनाइदिने, उनीहरूको चाहिँ जीवन निर्वाहको लागि आवश्यक पर्ने बाख्रा, मौरी पालन, चिउरीको व्यवसायहरू, कागतीहरू इत्यादि दुनियाँ सबै हुन लागेको देखेपछि त्यहाँ किन केही गरौँ, कम्तीमा एउटा घर बनाउँ भनेर हामीले किनेबाट चाहिँ सस्तो बजार किने माइग्रेन्ट हाउसले केही लगानी गरेर चाहिँ कपडाहरू ल्याइदियो। अनि त्यसलाई बेचेर हामीले केही आर्थिक सङ्कलन गऱ्यौँ, साथीभाइहरूले सहयोग गर्यो। यता बुसानमा चाहिँ नि हिमालयन इन्टरटेनमेन्ट हाउस भन्नेले चाहिँ कबड्डी फिल्म देखाएर चाहिँ त्यहाँबाट सहयोग गर्यो। साथीहरूबाट मागेर हामीले एउटा घर बनाउनलाई आवश्यक पर्ने 1,05,000 लगभग चाहिँ नेपाली रुपियाँ सङ्कलन गरेका छौँ, जुन मैले नेपालबाट पछि हस्तान्तरण गर्ने विचार गरेको छु। अनि यो पत्रकारिता क्षेत्रमा चाहिँ अलिकति कलम चलाउँदाखेरि कोरियाको अनुभव कस्तो रह्यो? पत्रकारिता क्षेत्रमा मैले विशेष त यो किमे क्षेत्रमा आएर बसेपछि अलिक बढी यो किमे क्षेत्रमा गतिविधि चाहिँ धेरै हुने, सङ्घ संस्था पनि भएका, कार्यक्रमहरू पनि भइरहने, अरू चाहिँ मजदुरहरूको पनि समस्याहरू धेरै आइरहने। तर यो क्षेत्रमा बसेर लेख्ने मान्छेहरू कोही पनि नभएको हुनाले गर्दाखेरि केही न केही त लेख्यौँ न, यो क्षेत्रमा देखेका कुराहरू, भएका कुराहरू, कार्यक्रमका कुराहरू केही जानकारी त दिउँ न त नि भन्ने अलिकति समय मिलाएर दिँदाखेरि सबैलाई फाइदै हुन्छ होला भन्ने सोचेर नै मैले यो क्षेत्रबाट कलम चलाउँदै आयो। हुन त यस क्षेत्रबाटै हामीले पहिलोपटक परदेशी लाइभ.com सुरु गरेको मलाई थाहा छ। परदेशी लाइभ.com सुरु भइसकेपछि पनि परदेशी लाइभ.comलाई पनि सहयोग गर्नुपर्छ, किनकि यो क्षेत्रबाट
सञ्चालन भएको पहिलो पत्रिका हो। यसलाई पनि केही गरौँ, जसले गर्दाखेरि यो क्षेत्रका सबै जनताहरू कहाँ चाहिँ यहाँका सूचनाहरू पुगुन् भन्ने उद्देश्यले नै मैले यो क्षेत्रबाट समाचार लिएर आएको हो। आफ्नो मनमा लागेका कुराहरू, आफूले देखेका कुराहरू आफ्ना साथीभाइसम्म, यहाँका सम्बन्धित नेपाली समुदायसम्म पुर्याउँ उद्देश्य कोरियामा विभिन्न समस्याहरू छन्, नजिकबाट त्यसलाई देख्नु पनि भएको छ र ती समस्याहरूमा कसरी जुझ्ने यहाँ बसेका नेपालीहरूले कसरी काम गर्नुपर्छ जस्तो लाग्छ? विशेष त यहाँ बसेका धेरै नेपालीहरूमा के छ भने कोही एक विभिन्न थरीका नेपालीहरू छन्, पाट छन्। उनीहरूको चाहिँ कोही चाहिँ आफ्नो काम गर्ने, कमाउने, खाने, जाने छ। कोही चाहिँ अब सामाजिक क्षेत्रप्रति केही पनि चासो नदिने, कसैले गर्यो भने ल है गर है भनिदिने, आफू केही पनि नगर्ने त्यस्तो छ भने कोही चाहिँ केही गरौँ, हामीले गर्दाखेरि हुन्छ, साथीहरू छ, जमात छ, हाम्रो जमातले एउटा काम गर्यो भने केही बन्छ भन्ने क्षमता, भन्ने विचार चाहिँ आइरहन्छ। तर उनीहरूलाई कसरी ह्यान्डल गर्ने, कसरी लिएर जाने भन्ने क्षमता छैन। यो सबै विभिन्न चाहिँ विचार, विभिन्न खालका चाहिँ सोच भएका मान्छेहरूको बिचमा चाहिँ एउटा बलियो नेतृत्व हुनु जरुरी छ। सबैलाई समेट्न सक्ने, सबै विचारले सर्वमान्य भएर लिएर जान सक्ने एउटा नेतृत्वको खाँचो छ, जसको लागि चाहिँ अलिकति सबै अध्ययन पनि हुनु जरुरी छ। काम गर्दा पनि त्यही विषयबाट समान खालका सबैलाई सोच्ने, सबैलाई चाहिँ मिलाउन सक्ने मान्छेहरू भयो भने यो क्षेत्रबाट धेरै काम हुने मैले देखेको छु। जति यो किमे क्षेत्रबाट काम हुन सक्छ त्यति मैले यो कोरियाका अन्य सहरहरूमा हुन सक्ने अवस्था देखेको छैन। जस्तो यता त अब नेपालीहरू पनि धेरै छन् यस क्षेत्रमा। समग्रमा अन्तिममा यो कोरियामा काम गरिरहनु भएका युपिएसबाट आउनुभएका कामदार लगायत नेपाली समुदायलाई के भन्न चाहनुहुन्छ? सबभन्दा पहिला त म यहाँ कोरिया आउनुभएका जति पनि नेपालबाट एउटा सुनौलो भविष्यको आशा राखेर कोरिया प्रवेश गर्नुभएका साथीहरूलाई आफ्नो काम सुरक्षित तरिकाले गर्नु भन्न चाहन्छु म। किनभने यो कोरियामा असाध्यै जोखिम छ। मलाई अझै पनि सेल्टरहरूमा हेर्ने भने असाध्यै दर्दनाक अवस्था छ। नेपालीहरूको त्यो दुर्घटनाहरू त्यस्तै भइरहेको छ, मानसिक पीडाहरू त्यस्तै छन्, समस्याहरू त्यो छन्। उनीहरू आफू पहिला सुरक्षित भइसकेपछि उनीहरूको त्यो यो कोरियाको दुःखलाई चाहिँ लङ लास्टिङ दिनको लागि चाहिँ नि परिवार राम्रो हुनुपर्छ र आफ्नो परिवारलाई समय दिनु सबैभन्दा ठुलो कुरो रहन्छ। त्यसपछि बचेका समयहरूलाई कतै पनि दुरुपयोग नगरिकन सामाजिक क्षेत्रमा लगाउनु र हाम्रो देश निर्माणको लागि सानो कमसेकम एउटा रोगीलाई उपचार गरौँ, खाना नपाला एक छाक खुवाइदिउँ, घर बार नभएकाहरूको छानाचुरीहरूको एउटाको छानामा जस्ता मात्र लगाइदिउँ भने त्यो सबैभन्दा ठुलो काम हुन्छ। यी साना काम गऱ्यौँ भने त्यो साना बढ्दै गएपछि भोलि ठुलो काम गर्न सक्ने क्षमतासम्म हुन्छ। त्यो खालको चाहिँ क्षमता राखेर काम गर्नुलाई सम्पूर्ण नेपाली समुदायलाई हामीलाई समय दिनुभयो, यसको लागि धन्यवाद।